यो चाहिँ ठिक छ लु है म आज रेणुका बहिनीकामा आइपुगेँ र हामी सबै परिवार भेला भयो। यहाँ सानाबा हुनुहुन्छ, कान्छी सानीमा सानाबा, उहाँसँग पनि हामी धेरै वार्तालापहरू भयो। सानाबा हुनुहुन्छ यहाँ रेणुका बहिनी सँग हामी धेरै वार्तालापहरू भयो, फोटाहरू पनि लियो, रमाइलोसँग बस्यो। यहाँ साइली सानीमाका छोरा कमल भाइ पनि हुनुहुने रहेछ, उहाँसँग पनि भेट भयो। उहाँ हुनुहुन्छ हाम्रा अलिक दूर हुनु भयो नि यार, अनुहार कालो भयो, अलिक नजिकै आउनु। यहाँ भान्जा बहिनीका ठुला भान्जा हुनुहुन्छ। सबैजनालाई नमस्कार। हजुर, भान्जाको नाम भन्नु पर्यो नि। परशुराम भट्टराई र रेणुका बहिनीका ठुला छोरा भान्जा। अब यहाँ हाम्रा कान्छी सानीमाका कान्छा छोरा पण्डितजी हुनुहुन्छ। उहाँको फेसबुकको नाम छ बामन घिमिरे। हजुर, बामन भाइ हुनुहुन्छ। उहाँले आज मलाई दिनभरि भ्रमण गराउनु भयो बौद्धमा, अनि बुढा नीलकण्ठ, स्वयम्भू बौद्ध र भेटघाट हामीहरू खुब रमाइलो भएसँग बसेको छ। यहाँ हुनुहुन्छ एउटा कान्छा भान्जाको नाम मेरो नाम सुदीप भट्टराई र कान्छा भान्जा हुनुहुन्छ। र कान्छा भान्जाको चाहिँ घरबार भएको रहेछ, बुहारी हुनुहुन्छ। यहाँ बुहारी शोभा भट्टराई। हामी सबै भएर फोटाहरू खिचेको छ। ल, तपाईँहरूलाई दर्शन गर्नु होला। हामीहरूका कान्छी सानीमाका परिवार, साइली सानीमाका परिवार भेट भयो, सबैसँग चिनजान।